ल 37मा एकचोटि हेरौँ यसमा भनेको छ दिएको चित्रलाई हेरेर मिल्ने शब्दयुक्त वाक्यलाई छान्नुहोस् भनेको छ सबैभन्दा पहिले यो कस्तो खालको कपडा लाउँदैछ यो मान्छेले हेर्नुपर्छ है हामीले है विसेङ भनेको त सफा छङ्ग भनेको पन्जा सफा पन्जा पन्जा मात्रै हो कि होइन रहेछ होइन रहेछ त्यसो भएर हो फाङ्गाल बोक्स चाहिँ तातो प्रतिरोधी ड्रेस होइन तातो प्रतिरोधी ड्रेस अथवा कपडा होइन कपडा यो तातो प्रतिरोध हो त होइन है यो तातो प्रतिरोधी पनि होइन अर्कोमा विसेङ छङमा चाहिँ त सफा खालको गमबुट अर्कोमा विसेङ बोक भनेको सफा ड्रेस सफा कपडा जस्तै हस्पिटल पनि लाउँछन् मान्छेले होइन सेनिटाइजर गरेको हुन्छ है यदि सेनिटाइजर गरेको हुन्छ विभिन्न किसिमको रोगहरू नलाग्ने खालको यस्तो गरेको सफा खालको कपडा है दुईमा चाहिँ के छ एकचोटि हेर हो दुईको एकमा के हो छुगक भनेको पन्यो 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 है खुक्छ भन्छ डाडु है ल खाङफान स्टिलको पत्ता होइन स्टिल पत्ता यसले के छ तपाईँको मसिनो मसिनो बनाउनु मिल्छ होइन यसरी घोटेर थोमा भनेको चपिङ बोर्ड है ल चपिङ बोर्ड खुक्छ भन्छ डाडु के अरे डाडु पछि के रहेछ अहिले चाहिँ हाम्रो खाङफान स्टिलको पत्ता यसमा चाहिँ विभिन्न किसिमका जस्तै हामीले गाजर मुलाहरूलाई यसलाई यस्तो यस्तो गऱ्यो भने के हुँदा मसिनो निस्किन्छ खाङफान यसो पनि भनेको छ फिङखाने खाली ठाउँमा थुरगाल जाने खाजाङ हलमाजु सबैले मिलेको खसुल कुरालाई खोरेसिप्सियो छान्नु यो स्याउको अवस्था कस्तो छ बिग्रेको अवस्था छ त्यसमा हादा छ यो सखाता भनेको रे सखाता भनेको मेटाउनु हो खास चाहिँ सखाता पनि मेटाउनु नै हो सच्चे पनि हो ल मेटाउने जस्तै साङखाता भनेको बिग्रनु ल अर्को सान भयो अर्को साम खाता भयो होइन ल एन्सर कति छ 2 को मिल्दैछ यति चाहिँ ल फिङखाने खाली ठाउँमा थुरगाल जाने खाजाङ अलमाजु सबैले मिलेको खसुल कुरालाई खोरेसिप्सियो छान्नु यो पैसा हो कि होइन होइन यति बराबरको सामान चाहिँ लान पाइन्छ भनेको है पैसा होइन है पैसा हो त होइन है ल ल फुनसाङ भनेको छ अर्कोमा साङफुङ गन भनेको छ अर्कोमा छ साङफुङ गन भनेको त तपाईँको त यसलाई के भन्नु पर्यो हामीले त्यो यतिको बराबर किन्नु भन्ने कुपन हो कि खासै कोसीले कुपन भन्नु भयो अथवा पुरस्कार कुपन पुरस्कार कुपन उपहार हो उपहार भन्दा अझ राम्रो होइन आउनुहोस् ल उपहारको कुपन भनेपछि यति बराबर यसको मतलब कति हो त यहाँ चाहिँ 30,000 वन बराबरको सामान लान पाइन्छ भनेको कि यो लेखेको छ त लेखेको छ कि छैन साङफुङ गन यो लेखा हुन्छ के लेखा छ कि छैन त्यो पनि हेर्नुपर्छ कहिले साङफुङमा यति बराबर यहाँ 10,000 बराबरको सामान लान पाइन्छ यसले चाहिँ 30,000 बराबरको सामान लान पाइन्छ त्यो साङफुङ गन ए लेखा हुन्छ नि होइन त्यही भएर हामीले हेर्नु पर्यो कि फुम भनेको वस्तु लान पाइन्छ पुरस्कारको वस्तुहरू लान पाइन्छ भनेको पैसा चाहिँ पाइँदैन सामान चाहिँ लान पाइयो है ल एन्सर कति हो 3 को ल दिएको मध्ये अन्डरलाइन गरेको भागमा मिल्ने वाक्यलाई छान्नुहोस् भनेको छ छिङ्गुरो साथीलाई मान्नाको सिफुन उन्दे कि सिफुन दे हुन्छ भेट्न मन लागेको बेला चाहिँ होइन सिप्ता भनेको उन्दे होइन चाहनु भनेको छ सिफुन दे भनेको साथीले भेट्न मन लागेको छ तर सिकानी अप्सयो समय छैन अरे छिबी भनेको घर खक्का उन्दे हुन्छ कि हुँदैन के भनेको खक्का उन्दे खक्काप्ता भनेको नजिक हुनु अब उन्दे नजिकै छ त्यसैले मेल भनेको तर के त यहाँ चाहिँ फेरि तर पनि हुन्छ कुनै बेला त छ पनि हुन्छ घर नजिकै छ तर दिनदिनै बस चढेर जान्छ फेरि बस चढेर त घर नजिक भए त हिँडेर फेरि होइन ल त्यसो भए घर चाहिँ नजिकै भएकोले दिनदिनै के गर्छ त्यसो बस चढेर जान्छु यहाँ त के हुनु पऱ्यो उन्दे हुनु पऱ्यो होइन टाढा भए चाहिँ बस चढ्ने हो कि खास होइन के त के मिलेन यहाँ चाहिँ उन्दे हुनु पऱ्यो सुक्चेर होमवर्क चाहिँ त्यसो भए कुन्ना नुन हुए नुन उन हुए भनेको ए पछि नुन उन हुए भनेको ए पछि के अरे ए पछि के हो त कुन्ना त भनेको चाहिँ सक्नु कुन्देन हुए भनेको सकेपछि काम सकेपछि चाहिँ साथीलाई मान्न राखा सयो भेट्नको लागि गए
यहीँगोल भनेको भ्रमण चाहिँ थान्या ओदा गएर आउनु थान्या उन हुए गएर आएको चाहिँ साजिम छङ्निएसयो फोटोलाई मिलाए काम नलाग्ने फोटोहरू डिलिट गरेर हालेँ अरू जग्गा स्टोरीमा हालेँ अथवा साथीले पठाएँ त्यही भएर एन्सर चाहिँ 4 को भयो है छमा भनेको छ थम खुरुल भनेको दिएको हरफलाई इलको पढेर सलिनङ रो वर्णन धो र अल्माजुन गोसुल मिल्ने कुरालाई खोरसिप्सो छान्नुहोस् भनेको छ है ओइको चाहिँ छन्यौँ भनेको त विदेशीले मात्रै प्रयोग गर्ने भन्छ प्रयोग गर्ने छिर्यो भनेको उपचार सम्बन्धी आने भनेको जानकारी विदेशी मात्रै प्रयोग गर्ने उपचार सम्बन्धी जानकारी छिक्वा दन्त विभाग अनग्वा आँखा विभाग इबिनी उक्वा नाक कान तथा घाँटी होइन नाक कान तथा के अरे घाँटी नाक कान तथा घाँटी विभाग नेकवा चाहिँ अन्तरङ विभाग जस्तै पेट दुख्यो टाउको दुख्यो भने कहाँ जानु पर्यो नेकवामा लोकेसन चाहिँ हेरौँ खिङग्युदोको यो ठाउँ है सनाम्सी यो ठाउँ भइहाल्यो यो चाहिँ मुने भनेको चोतपुत फोनको लागि चाहिँ इरोइरेमान आइतबार मात्रै त्यसो मुर्यो छिरुरो सब निशुल्क भने चाहिँ निशुल्क उपचारको सेवा छेको खम्रीदा उपलब्ध गर्छ कहिले आइतबार मात्रै निशुल्क गरिन्छ छिरो खिगान चाहिँ उपचारको समय भनेको छ सिगान चुमाल ओजन सिबुथ सप्तान्त चुमाल भनेको आइतबार हो शनिबार चाहिँ बिहान 9 बजीदेखि अनि बेलुका 5 बजीसम्म यो आइतबार चाहिँ के हुन्छ फेरि फ्री रहेछ के रहेछ फ्री आइतबार मात्रै भनेको छ ल त्यसबाट के हुन्छ दाँतको छ अर्को यसरी जोगो आँखाको छ अर्कोमा नाक कान तथा घाँटी छ अर्को अन्तरङ विभाग छ है यो चाहिँ अन्तरङ भनेको त भित्री रोग विभाग हुँदो रहेछ भित्री रोग विभाग छाला विभाग छ कि छैन छैन यहाँ चाहिँ त फिबोका खरियाउँदो छाला चिलाए पनि होइन खरियाउँदो चिलाउनु चिलाए पनि उपचार पाउन सकिन्छ फिबोका छ कि छैन छैन अर्कोमा थोयो इरेदो शनिबार पनि मुरेरो निशुल्क रूपमा छिरो फतलसुत्ता उपचार पाउन सकिन्छ शनिबार भनेको छ त छैन आइतबार मात्रै भनेको छ भोगी आफूमा घाँटी दुख्यो भने मुरेरो निशुल्क रूपमा छिरो फतल सुन्दा उपचार पाउन सकिँदैन सक्छ सक्दैन सक्छ तर आइतबार हो यहाँ चाहिँ फेरि सक्दैन भने होइन ल ओइको किनल उहान विदेशीको लागि छिरो सर्भिस भनेको उपचारको सेवाको आने भनेको जानकारी हो त्यही भएर एन्सर त्यो पनि 4 रहेछ सातौं हेरौँ सातौं भनेको छ दिएको हरफलाई पढेर प्रश्नमा जवाब दिनुहोस् दिएको हरफलाई पढेर विषयसँग उस्तै कुरालाई छान्नुहोस् सबभन्दा पहिले के हो त नथ कि बोल्थो बोल्थो होइन बोल थाहा हुनु पर्यो अर्को नथ पनि थाहा हुनु पर्यो है यो चाहिँ बोल्थ हो बोल्थको यो त टाउको मरि भनेको टाउको पुरा होइन यहाँ कति छ भने चाहिँ वाट गरेछ होइन कति छ अरे यहाँबाट यहाँसम्म कति हो त अब अथवा सिबिएमएम भनेको चाहिँ 10 एमएम होइन त्यसमा यहाँसम्म कति एमएम होला 30 एमएम अथवा यसलाई चाहिँ 10 × 3 गरिनु भयो होइन इक्वल टु 30 एमएम भन्न पनि मिल्यो अथवा के भन्नु मिल्यो फेरि यो चाहिँ 3 सिएम भन्न पनि मिल्यो होइन यति मात्रै भनेको छ होइन कहिले यसको तपाईँको यति बिचबाट दिन्छ त्यही पनि यति बुझ्नु पर्यो नट भनेको नटको यो नट हो कि बोल्ट हो बोल्ट हो नट मिलेन यो नट पनि मिलेन बोल्टको टाउको चाहिँ त्यसो भएर सामसिप सिएम हो भन्छ हो होइन नि अब 30 एमएम भए चाहिँ मिल्थ्यो बोल्टको टाउको चाहिँ कति छ 3 सिएम रहेछ नि होइन त्यही भएर चाहिँ हामीले बुझ्नु पर्यो नट होइन त्यही भएर बोल्टमा हेर्ने दुईजनामा यसो भनेको छ दिएको शब्दोलीसँग फान्दे भने विपरीत कुरा चाहिँ के हो भन्छ थुइगोन छुट्टी गर्नु होइन अथवा कामबाट छुट्टी छुलगोन काममा जानु छुलजाङ बिजनेस टुर होइन अफिसियल कामले घुम्न जानु छुलसेङ भनेको जन्म होइन जन्म हुनु भन्छ थेवन चाहिँ डिस्चार्ज फ्याङ्गनबाट गरे डिस्चार्ज भने होइन डिस्चार्ज त्यसो के रहेछ छुट्टीको चाहिँ उल्टो छुलगुन काममा जानु यसो भनेको छ दिएको शब्दोलीसँग सम्बन्ध भएको कुरा चाहिँ के हो रे सुफेन सुफेन रिज होइन यस्तो खालको हुन्छ अनि नटहरू के त कस्टलाई ट्याक्कै होइन बोल्ट वा नटलाई कस्ने ल सम्बन्ध भएको हुन्छ खोङ्गु भनेको औजार हुन्छ
छाजे सामग्री कुनै पनि सामानहरू बनाउनलाई चाहिनेलाई छाजे भन्छ सामग्री खिगे मेसिन भयो फुफोम पाट पूर्जा अब के होला यो चाहिँ खोङ्गो हो नि पाट पूर्जा भन्ने त्यो भित्र चाहिने मानौ यस्तो खालको फल्याक छ अब यहाँ चाहिँ के त जोड्नु पर्यो भने चाहिँ यहाँ किला चाहिने किला चाहिँ केमा पर्ने हाम्रो तपाईँको पाट पूर्जा जोड्ने बेला चाहिने यो चाहिँ कुनै पनि पाट डिबारले चाहिँ हामीले फुफुम भन्छ कि यहाँ चाहिँ ठोक्नु पर्यो किलाले अब यो चाहिँ के हाम्रो पाट पूर्जा कुनै पनि त्यस डिभाइस हो डिभाइस मिसिन त भएन छाजी पनि भएन खोङ्गो अथवा सुखुङ्गो भनेको हाते औजार हातले पनि चलाउने हो मिसिनले चलाउँदैन खोङ्गो भन्ने भएन यसले भनेको छ ठाउँ भनेको डेको खुरुल हरपलाई इलको पढेर खन्गे रुङखुरी मोल सम्बन्ध भएको चित्रलाई खोरेसी छो छान्नुहोस् भनेको छ खिगे फुमोल भनेको मिसिनको पार्ट पूर्जालाई त्यसमा छुके छ भनेको तपाईँको यसको आफ्नो के भन्छ भित्रको लिकबाट के यस्तो भित्रबाट यो कुनै पनि के त आफ्नो यो भित्रको ठाउँबाट भनेको कुनै पनि ठाउँबाट छुक भनेको भित्र लिक भनिन्छ उसको अब तपाईँको ठाउँबाट ल अञ्जनागे सुरक्षित गरी फुलिहाल्थे छुट्याउने बेलामा पार्ट बेग्लै अब यो गेडा मात्र बेग्लै निकाल्नु पर्यो यो मात्र बेग्लै निकाल्नु पर्यो कि यस्तो गर्ने बेलामा सायुवानन खोङ्गो भनेको प्रयोग गरिने औजार हो भन्छ गियर भनेको गियर भइहाल्यो बियरिङ भइहाल्यो थुङ्गुल आदिलाई त्यसपछि सोनसङ अप्सी सोनसङ भनेको त टुटफुट होइन क्षति नभई भन्छ क्षति नगरी भन्दैन भयो सोनसङ थिएन भने क्षति नगरी अथवा तपाईँको टुटफुट नभई अन्त फसुन थिएन हो यहाँ चाहिँ टुटफुट नभई टुटफुट नगर्ने गरी क्या पे नेल्टे भनेको झिक्ने बेलामा सायुवानुन प्रयोग गरिने खोङ्गु औजार हो भन्छ है ल मिसिनको पार्ट पूर्जालाई उसको राखेको ठाउँबाट के कुनै पनि भित्रबाट भनेको मानव यस्तो छ कुनै पनि ठाउँ चाहिँ यस्तो खालको केही सामान छ भने यो निकाल्नु पर्यो भने यस्तो अवस्थामा चाहिँ सुरक्षितपूर्वक के हो त त्यसमा अलग गर्ने बेलामा प्रयोग गरिने औजार हो गियर पनि निकाल्ने बेला बियरिङ आदिले के त टुटफुट अथवा क्षति नहुने गरी निकाल्ने बेला प्रयोग गरिने उपकरण हो के होला त अनुमान गरौँ के त फुल होइन यो चाहिँ के त तपाईँको के त बियरिङ यो के भने हामीले खोइली स्प्रिङ भनेको थियौँ यसले के त फुल भनेको थिएन फुल भने फुलर भयो यो के त सुजुङ्गी भनेको स्थान मापन होइन ल त्यसमा अब के चाहिँ हो त फुलले कसरी निकाल्छ भन्दाखेरि यो टाउको र यो टाउको कहाँ टेक्छ भन्दा यहाँ टेक्छ यहाँ साइडमा टेक्छ यहाँ टेक्ने अनि बिचको यसले चाहिँ कसेर यो बिचको मात्रै स्वाट यसले मात्रै निकाल्नु मिल्छ कि यस्तो खालको यो यसले टेकाउँछ अनि घुमाउँदै गरेर यो घुमायो माथि आउँछ क्या यो कोइल स्प्रिङ चाहिँ के त त्यसलाई चाहिँ कुनै पनि सामानहरू चाहिँ के त तपाईँको धक्का नहुने गरी लचकदार बनाउँछ यस्तो छ मानव गाडीमा पनि हुन्छ नि यस्तो टायर भयो अनि गाडीमा पनि यसको स्प्रिङ कहिले तपाईँको के स्प्रिङ भाँच्यो भन्छ कि गाडीमा पनि यहाँ तपाईँको सिट बसेको पनि यसो हेर्नु होला कहिले सिट चाहिँ यति जोडेको हुन्छ तल के त स्प्रिङ हाल्दै हुन्छ अनि के त मान्छेलाई के त तपाईँको ढाक हुँदैन ढाक्क भयो भने मान्छेलाई के त चोट लाग्छ नि त जस्तो मोटरसाइकल पनि हुन्छ यस्तोमा अहिले चाहिँ छोपेको हुन्छ खास चाहिँ नत्र यस्तो खालको हुन्छ मोटरसाइकल भयो यहाँ टायर हुन्छ स्प्रिङ हुन्छ नि नत्र ढ्याक्क हुन्छ तल स्प्रिङले त माथिको ढक त्यो तल यसले जोड नहुने गरी यसलाई के हो त बनाउने काम गर्छ स्प्रिङ काम चाहिँ के त जोड लाग्छ भनेर चाहिँ के त बिचमा उफार्नलाई बनाएको कि स्प्रिङ काम चाहिँ कुरो बुझ्नु ल त्यसमा यसले के गर्छ यसले चाहिँ तपाईँको लेभलहरू कतिको छ त सिधा छ कि छैन देखाइने कुरो अनि यसले चाहिँ के त बेरिङ भनेको त्यो चाहिँ के त बेरिङहरू कुनै पनि के त तपाईँको नकोरिने गरी यो राख्नुपर्छ यो चाहिँ गोलो हुन्छ कोर्दैन कि यसले चाहिँ त्यही भएर अहिले एन्सर कति भयो फुल ल अर्को तल मेरो यसो भनेको छ खाली ठाउँमा जाने सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस् भनेको छ है खाली ठाउँमा जाने सबैभन्दा मिल्ने कुरा छान्नुहोस् यो जुम भनेको आजभोलि छिवन इरी भनेको घरभित्रको काम अथवा घरायसी काम चाहिँ नमु माना छ ज्यादै धेरै भएर छौसुरुल मोथिस सरसफाइ गर्न सकिन आजभोलि घरभित्र चाहिँ गर्नुपर्ने कामहरू धेरै छ र त्यही भएर सरसफाइ गर्न सकिन उन्द्रुन भनेको चाहिँ आज चाहिँ सिगानु लिया भनेको समय निकाली फाङ्वा कोठा र के अरे कोठा र खसिल भनेको बैठक कोठा होइन बैठक रुम भनिदिनु भयो होइन बैठक रुम केकुसी भनेको सफा हुने गरी चाहिँ डडरट फरिल कपडा फाल्नेछु
청소할 겁니다. सरसफाइ गर्नेछु. फोनेल गर्दा पठाउनेछु. फाकुल गर्दा चेन्ज गर्नेछु. ल त सांख्य कतिको लाउनु भयो भन्नु त एकचोटि कतिको लाउनु भयो दुई हो आज बोल्दै गर्दा घर आएपछि काम चाहिँ ज्यादा धेरै भएर सरसफाइ गर्न भ्याएको छैन बिजी भयो अनि घरभित्र के भन्दा फोहोर धेरै भयो अरे अनि आज त समय निकालेर कोठा र के चाहिँ बैठक कोठा चाहिँ सफा हुने गरी के गर्ने हो त सफा गर्नेछु यस्तो खालको क्वेसन हो यो चाहिँ धेरै दोहोऱ्याएर आइरहेछ है छैगुण भनेको चाहिँ हाल भन्छ हैन हाल वा अहिले वर्तमान हाल मानव सारमदुरी धेरै मान्छेहरूले डर छ फेउकी उहे सिक्नको लागि हक्वान्ना हक्वानिदा भनेको इन्स्टिट्युट हैन इन्स्टिट्युट अथवा अनलाइन खाङे अनलाइनको लेक्चरहरू कि इन्स्टिट्युट जाने कि चाहिँ अनलाइनबाट मान्छेले सुन्छ नि होइन युट्युबतिर अथवा कहीँ टिकटकतिर अनलाइनको लेक्चर चाहिँ छातको भने चाहिँ खोजिरहेको छ अरे खोजिरहेको छ यी खोजौँ भनेको यो कोर्स भनेको यो कोर्स चाहिँ ल त्यसमै रहौँ सिल सेङ्वारे भनेको त वास्तविक जीवनयापनमा सासिल भनेको सत्य तथ्य हो नि त त्यही भएर वास्तविक जीवनयापनमा भन्नुभयो ल वास्तविक जीवनमा भन्नुभयो ल त्यसमै योङ हाया भनेको उपयोगी भई त्यसमै छुयाप्ते भनेको रोजगार अथवा काम जागिर भन्दैन भयो रोजगारमा पनि थोमी देख्दा सहयोग हुन्छ भन्छ यो सिक्यो भने तपाईँलाई रोजगार पनि के सहयोग पुग्ने भयो अझै भने चाहिँ हाल चाहिँ धेरै मान्छेहरू डर त्यसपछि सिक्नको लागि चाहिँ इन्स्टिट्युटमा जाने अथवा अनलाइनको के त लेक्चर चाहिँ खोजिरहेको छ अरे यो कोर्स चाहिँ त्यसको वास्तविक जीवनयापनमा उपयोगी भनेको तपाईँ काम लाग्ने अनि रोजगारमा पनि के त सहयोग दिन्छ योरी भनेको त कुक हैन सान्चेक हिडुल थुङसान चेकिङ उन्जान ड्राइभिङ के होला योरी हो जस्तै कोही बच्चाहरूले खाना बनाउन आएर भने कुक त केमा हेर्छ तपाईँको युट्युबमा पनि हेर्छ नि पहिला प्याज हाल्ने रहेछ अनि त्यो फेरि भुट्ने रहेछ होइन त्यहाँबाटै हेर्न सक्ने भयो हुन त उन्जन पनि हो उन्जन त फेरि तपाईँ के हो त तपाईँको अनलाइन मात्रै गरेर तपाईँले लाइसेन्स पाउँछ त पाउँदैन नि तपाईँ प्रत्यक्ष जानुपर्छ उन्जन कुरो बुझ्नुभयो त्यहाँ अब प्रश्न क्वेसनहरू चाहिँ हेर्न पाइयो तर तपाईँले गाडी चलाउने बेलामा त अनलाइनमा पढेको भन्ने गाडी चलाउन सकिन्छ त सकिँदैन नि तर कुक चाहिँ गर्न सकिन्छ पहिला के त तेल हाल्ने तेल अलिकति पाकेपछि प्याज हाल्ने प्याज रातो भएपछि अब मासु हाल्ने अनि भुट्ने होइन यस्तो कुराहरू हो त्यही भएर एन्सर कति भयो योरीमा भयो है सन्चेक त तपाईँ पार्कमै जानु पऱ्यो अनलाइनको भरमा सन्चेक आफूले एक्सर्साइज हुन्छ त हुँदैन नि होइन ट्रेकिङ पनि हुँदैन त्यही भएर एन्सर के रहेछ योरी तेह्रमा हेरौँ छारा सिनु भनेको छारेजी चाहिँ अथके वसयो कसरी आउनु भयो त अथवा कहिले काहीँ के कामले आउनु भयो पनि हुन्छ है ल त्यस भएर छनुन भनेको म चाहिँ हेसागा खाक्कवास कम्पनी नजिक भएर डर छ खारा वसयो हिँडेर आएँ ओल्ला गसयो चढेर उक्लिएर गएँ माथि नवासयो बाहिर आएँ थागो वसयो चढेर आएँ नजिक भएपछि चढेर आउला कि नआउला के होला हिँडेर आयो नजिक छ रहेछ अनि मजाले हिँडेर आयो भन्ने कुरो भयो अन्जनुल उखेछ सुरक्षाको लागि छगप जङ्गन कार्यस्थल चाहिँ अर्को भएर हो छङ्गल हगे सरसफाइ हुने गरी हगे हगो भनेको सरसफाइ गरी भन्छ सरसफाइ हुने गरी होइन हुने गरेर छङ्नी छङ्दन हो व्यवस्थापनले व्यवस्थित चाहिँ छाल हे हामी त राम्ररी गर्नु पर्दछ ल सुरक्षाको लागि चाहिँ कार्यस्थल सरसफाइ हुने गरेर व्यवस्थित राम्ररी गर्नुपर्छ त्यसै फाङ्गोम भर्खरै अगावै अथवा यो चाहिँ के त पास्ट टेन्समा लाग्ने कुन टेन्समा पास्ट टेन्स ओन्लीमा लाग्ने हो खाएको कहिलेकाहीँ कुम्बाङ तुरुन्तै भर्खरै यो चाहिँ के त दुई टाइममा लाग्छ फेरि होइन पास्टमा के त समय छुट्याएर गऱ्यो भने पास्टमा पनि लाग्छ अनि अरू के तपाईँको फ्युचरमा झन् लाग्ने नै भइहाल्यो दुई टाइम लाग्छ पास्ट एन्ड फ्युचर यो पढिसकेको छ हामीले दुई टाइम लाग्ने हाङसाङ सधैँ के हुन्छ त्यसो हाङसाङ सधैँ है एन्सर चाहिँ 4 को भयो सबजङभर चाहिँ कार्यस्थल डर छ खोयुङ सेन्थाया खाया हानुन्दे
रोजगार केन्द्रमा जानुपर्ने छ जब सेन्टरमा जानुपर्ने छ जब सेन्टरमा जानु पर्ने थाहा छैन ल त्यसको पनि फोटो गर्छु त्यसमा ल खोयोङ सेन्टरको काम के हो छुरीको ख्वाली सामुसले के गर्छ होइन खुल्लो फुक्ची खुङ्दाले के गर्छ त्यो पनि पढ्नु पर्यो है र हङ्गोबरुल भन्ने कोरियन भाषा छाल मोधाब्दा राम्ररी आउँदैन कुरै छ त्यसैले त्यसबाट कल सेन्टरको कल सेन्टरमा छनएस फोन गरेर थोङयक भनेको दोभाषी सेवा भन्नुहुन्छ दोभाषीलाई भन्दैन भयो फुतल किसिमको अनुरोध गरेँ आएन भने चाहिँ हामीले कल सेन्टरमा फोन गरेर नेपालीबाट हामीले भन्ने उनीहरूले कोरियन टु कोरियन भनिदिन्छ होइन नेपाली हुन्छ त्यहाँ कार्यस्थल डर छ त्यसपछि जब केन्द्रमा अथवा के अरे रोजगार केन्द्रमा जानुपर्ने छ तर कोरियन भाषा राम्ररी आउँदैन त्यसैले कल सेन्टरमा चाहिँ फोन गरेर दोभाषी सेवा अनुरोध गरे सापजङ भन्ने कार्यस्थल छ जस्तै यहाँ चाहिँ फ्यान्जङ टेमुने परिवर्तनले गर्दा होइन परिवर्तनले गर्दा गर्ने भएकोले चाहिँ फ्यान्जङ भन्ने परिवर्तनले गर्दा यन्जङ थपले गर्दा फ्यान्जङ थप्पुने परिवर्तन गरेकोले गर्दा होइन परिवर्तनले गर्दा अर्कोमा यन्जङ थप्पुने थपले गर्दा भन्छ हेर्नु है त अब त्यसमा कार्यस्थल परिवर्तन हामीले गर्न मिल्यो फेरि कार्यस्थल भनेको कम्पनी हो क्या सापजङ भनेको कम्पनी होइन कम्पनी थप हामीले गर्छ गर्दैन कम्पनी थप त गर्ने कि चाहिँ तपाईँले अवधि चाहिँ थप गर्न सकिन्छ कम्पनी थप त हामीले थाहा हुन्छ त हुँदैन कम्पनी कति तपाईँको कम्पनी कति वर्ष चलाउने भनेको साउको कुरा हो यन्जङ मिल्यो त नमिल्ला त्यसबाट कम्पनी परिवर्तन यसमा के आउनु पर्यो पोजिटिभ काम हो परिवर्तन कम्पनी परिवर्तन गर्नु भनेको राम्रो कि नराम्रो खास त नराम्रो हो नि एकै ठाउँमा टिक्नु राम्रो हो नि त अब यो लाग्ने कि नलाग्ला अर्कोमा त्यसपछि कम्पनी थप गरेकोले तक पनि आइदियो फेरि यो पनि मिल्यो त मिलेन एन्सर कति रहेछ 1 हो कम्पनी परिवर्तन गर्ने बेलामा चाहिँ हामीले खोयोङ सेन्टर जानुपर्छ अनि छेरोकी काम थप गर्ने बेलामा चाहिँ हामी छुरीको ख्वाली सामुसोमा जानुपर्छ क्या तपाईँको बसाइ अवधि थप गर्दा छुरीको ख्वाली सामुसो अनि कम्पनी परिवर्तन गर्दा जब सेन्टरमा गएर मैले कम्पनी छोडेँ अर्को कम्पनी छ भने मेसेज दिनुहोस् भन्नुपर्छ क्या त्यही भएर एन्सर चाहिँ बिगार्नु भएछ इरी भनेको काम फ्लगल भनेको प्लगलाई पोबा झिकेर वा थुतेर छनल पावर स्विचलाई मेन स्विच भन्दैन हुन्छ है मेन स्विच अथवा पावर स्विचलाई छदन हेया भन्दा विश्राम गर्नुपर्छ अथवा पूर्ण रूपमा बन्द गर्नुपर्छ पूर्ण रूपमा के गर्नु पर्यो बन्द गर्नुपर्छ यसको मतलब त्यो प्लग जोडेर नराख्ने थुतेर राख्ने भनेको है ल काम रडर छ प्लगलाई थुतेर पावर स्विच अथवा के तपाईँको मेन स्विचलाई चाहिँ के हो त पूर्ण रूपमा बन्द गर्नुपर्छ अरे कुन्ने रेम्यान सकाउने हो भने कुन्न रेम्यान सकाउने यो भन्दा रम्यान र उम्यान नै छ यो चाहिँ यसमा चाहिँ के लाग्छ उल्डुन लाग्छ अर्कोमा इरागा यसमा इ अथवा गा कुन्न म्यान सकियो भने कुन्नेको सकेर अथवा सकेर भन्नु पर्ला त्यसमा के गर्नुपर्छ काम कतिखेर चाहिँ गर्नुपर्छ पावर स्विचलाई चाहिँ सक्यो भने फेरि सकेकै छैन तान्यो भने मेसिन बन्द हुन्छ होइन सकाउने भने फ्युचर टेन्सको अब त्यो तपाईँको सकाउने भने यो थुत्यो भने एउटै काम सुरु नहुने भयो त्यही भएर एन्सर गर्दा काम चाहिँ सक्यो भने तपाईँलाई प्लग निकाल्ने अनि झिकेर हामीले पनि यहाँ पढाइसकेपछि के गर्छ यसको प्लग निकालेर राख्छ नि होइन भनेको ल थाउम सल्मागे भनेको दिएको वर्णनमा अल्माजुन अवैरुल मिल्ने शब्दलाई खरेसिप्यो छान्नुहोस् खिचागा भनेको रेल त्यसपछि छङ्ची अगो भनेको रोकेर छुङ्ची पनि रोक्ने छङ्ची पनि रोक्ने रहेछ छङछा है छङछा पनि रोक्नु छुङ्ची पनि हो मम्छुता पनि रोक्नु पऱ्यो मम्छु चाहिँ चलिरहेकोलाई फेरि ल छङछा अगो भनेको रोकेर रेल रोकेर अब सुङ भनेको सुङ्गाता भनेको के थियो चढ्नु हो खेक भनेको त ग्राहक हो चढ्ने ग्राहक अथवा यात्रु भन्नु पर्यो होइन चढ्ने ग्राहकले यात्रु होइन यात्रुले
अब थागो भनेको चढ्ने चढ्ने अनि नेरिने भनेको झर्ने भन्छ है चढ्ने र झर्ने खोसिमदार ठाउँ हो भन्छ यात्रु के त चढ्ने अनि झर्ने ठाउँ हो भन्छ इगोसिनोन भनेको यो ठाउँमा चाहिँ सुङ्गेको भनेको यात्रुहरूले फ्योरुल भनेको टिकट टिकट है टिकट खुम्याल्सिन्दा खरिद गर्न सकिन्छ किन्न सकिन्छ खरिद गर्न सकिन्छ के अरे सकिने र खरिद गर्न सकिने मेफेसो भनेको टिकट काउन्टर टिकट काउन्टर टिकट काउन्टर पनि छ भन्छ त्यसो रेल चाहिँ त्यसो रोक्ने रेल रोक्छ अरे त्यहाँ चाहिँ रेल ठ्याक्क रोक्छ अरे अनि यात्रु क्या त चढ्ने पनि गर्छ अरे अनि झर्ने पनि ठाउँ अरे अनि यो ठाउँमा चाहिँ यात्रुहरूले टिकट पनि खरिद गर्न सकिने टिकट काउन्टर पनि छ भन्छ भनेपछि कहाँ होला त बससँग चाहिँ हुन्छ बसको कुरा आउनु पर्ने रेलको कुरा आयो बससँग चाहिँ फेरि तपाईँ टिकट काट्ने ठाउँ त छैन बससँग होइन बस स्टपै पछि त हुँदैन नि त कि चाहिँ टर्मिनल जानु पऱ्यो होइन अर्को बस टर्मिनल भएको बस टर्मिनल चाहिँ बसको कुरा छैन खोङ्गा भने एयरपोर्टमा रेलको कुरा भएन त्यहाँ खिचा भएको रेल स्टेसन खिचा भनेको लामो दूरी कि छोटो दूरीको लामो दूरीको हो क्या ठाउँ ठाउँमा है ल रेल स्टेसन जस्तै यहाँबाट चाहिँ के त पुसान अब यता चाहिँ के त हाम्रो त्यो कुरा साउल होइन यहाँ टिकट काट्ने अनि के त यहाँ जाने एउटा केटिएक्स चाहिँ यसरी जान्छ फेरि अर्को मुगुहा चाहिँ के छ भने साउलबाट कुनै पनि एउटा ठाउँ जान्छ फेरि यहाँबाट यता जाने पनि हुन्छ यस्तो खालको पनि हुन्छ है द्रुत गतिको चाहिँ डाइरेक्ट जान्छ अर्को चाहिँ के त तपाईँको फेरि मान्छे एक दुई ठाउँको खसाल्दै आउँछ जस्तै तपाईँ यहाँबाट पोखरा गयो भने त्यो बिचतिर काहीँ एक ठाउँको मान्छे त टिप्छ होला यहाँबाट पोखरा जाँदा बुटवल पुग्छ पुग्दैन पुग्छ मलाई थाहा छैन है पुग्छ पुग्दैन ल मुगलिङै भनौँ न ल यहाँबाट त पोखरा जाने बेलामा मुगलिङको मान्छे पनि चढ्न मिल्छ कि मिल्दैन त्यो गाडीमा यहाँबाट काठमाडौँबाट पोखरा जानेमा यहाँ मुगलिङको मान्छे चढाउँछ कि चढाउँदैन चढाउँछ नि होइन हो त्यस्तै हो कि फेरि यहाँ चक्रपथको मान्छे उठाउँछ उठाउँदैन त काठमाडौँ भ्यालीको त उठाउँदैन कलङ्की जाने मान्छे उठाउँछ उठाउँदैन नि त्यो चाहिँ लोकलले उठाउने हो त्यसै भनेको भन्न खोजेको यहाँ पनि यसको टिकट काउन्टर होला नि त यहाँबाट अब त्यसपछि अब मुगलिङबाट पोखरा जाने होला नि त होइन त्यस्तै प्रमिलले चढाएछ रेल हो ए घर चाहिँ कहाँ राम्रो ल इकोसम्म यो ठाउँ चाहिँ सारामदुरी मान्छेहरूले थोङ्मुरुल भनेको त जनावरलाई खक्कै छ नजिकबाट ख्वान्जल भनेको नि तपाईँको अवलोकन नै हो कि ख्वान्लम भन्छ नि नेपालीमा के अरे ख्वान्लम हाता भनेको त्यसमा अवलोकन गरी फेउल्सु इत्रो भनेको सिक्न सक्ने गरी जनावरले के गर्छ भनेर सिक्न सक्ने गरी हेरगाजी विभिन्न अथवा धेरै प्रकारको सिसलगा भनेको सुविधा र ख्वान्जङ्गल भनेको वातावरण खाच्छुन भनेको तयारी भएको छङसुविधा ठाउँ हो भन्छ है त्यसो फाङमुन भनेको त फाङमुन हाता भनेको त भ्रमण गर्नु ल फान्मुन खेतुर भनेको भ्रमणकर्ता भने चाहिँ त्यहाँ हेर्न जाने मान्छे अब यात्रु भन्ने कि यहाँ चाहिँ दर्शक भन्ने त पर्यटक गुड अब पर्यटक भन्नु पनि त्यहाँ हेर्न जाने होइन फेरि गाडीहरू चढ्ने चाहिँ खेक्ने हो तर यात्रु भन्छ यहाँ चाहिँ के हो त पर्यटक अथवा भ्रमणकर्ता भन्ने होइन भ्रमणकर्ताहरू चाहिँ थायाङहान भनेको विभिन्न थोङमुरोल भनेको जनावर चाहिँ खुग्याङ हामान्सा हेर्दै अवलोकन गर्दै साङ्थे वा अवस्था त्यसको अवस्था र सुपसङ भनेको सुपगन र सुपसङ एउटै होइन सुपगन भनेको रे बानी कस्तो अवस्थाको छ कस्तो बानीको छ भन्ने हुन्छ नि कोही चाहिँ लुकेर बसिरहेको अवस्था देखिन्छ बाघ चाहिँ होइन त्यस्तो कुराहरू अनि बाघको बानी के हो त भन्दै ठ्याक्कै मान्छे अगाडि आयो भने चाहिँ झम्टिने नत्र उसले उताबाट नलखेर निकाल्को हुन्छ चिडियाखानातिर होइन अनि बाँदरको चाहिँ के हो एउटा फलफुल दिने बित्तिकै टप्पो टिपेर भागिहाल्ने बानी बेग्लै हुन्छ होइन तपाईँको अगाडि खान्छ र खाँदैन कि उसले चाहिँ हो त्यस्तै थिए भनेको बारेमा फेउको भने सिकेर अन्जरागे सुरक्षितपूर्वक छुल्किल्से यत्रो रमाउन सक्ने गरे साल्के थिया भनेको सल्के भनेको चाहिँ बनबाट हो
डिजाइन गुड डिजाइन भएको छ अरे हैन भएको छ यस्तो खालको डिजाइन बनाएर चाहिँ क्या रमाउन सक्ने क्या ल यो ठाउँमा चाहिँ मान्छेहरूले जनावर चाहिँ नजिकैबाट त्यसो भएर अवलोकन गरेर सिक्न सक्ने गरी धेरै प्रकारका सुविधा र वातावरण चाहिँ तयारी भएको ठाउँ हो भन्छ यो ठाउँ चाहिँ एकदम मान्छेलाई चाहिँ सेफकृत तरिकाले मान्छे सेफ भएर हेर्न सकिने ठाउँ अरे अनि त्यसो भएर भ्रमणकर्ताहरूले चाहिँ विभिन्न किसिमको जनावरहरूलाई अवलोकन गर्दै त्यसको अवस्था लुकेर बसिरहेछ कि पानीमा लुकेर बसिरहेछ कि होइन कुनै ठाउँमा चाहिँ त्यत्तिकै बसिरहेछ कि अनि सुपसङ भनेको बानी त्यसको बानी कस्तो छ त होइन त्यसको बारेमा पनि सिकेर अनि सुरक्षित हुने गरेर रमाउन सकिने डिजाइन भएको छ भन्छ थोङमुलगन भनेको चिडियाखाना अथवा के अरे जू भन्छ जू भयो मिसुलगन आर्ट ग्यालरी अथवा कलाघर यहाँ चाहिँ कलाका सामानहरू मात्रै हुन्छ है कलाघर फङमुलगन भनेको चाहिँ पहिलाको सङ्ग्रहालय पहिला राजाको पालामा के गरेको थियो राजाले कस्तो बन्दुक बोकेको थियो राजाले कस्तो टोपी लगाएको थियो राजाले कस्तो छत्ता प्रयोग गरेको थियो पुरानो कुराहरू हुन्छ कि यसमा चाहिँ मिसुलगनमा त तपाईँलाई अलि कलात्मक सामान लगेर तपाईँले पो राख्छु भने मिलिहाल्छ अहिले नै यस्तो कला सामान चाहिँ मानव एउटा तपाईँले एउटा चाहिँ मुढाबाट मजाले बुद्धको मूर्ति कोर्नुभयो मजाले हो अब यस्तो खालको त 10-12वटा बनाएँ एउटा त्यहाँ लाख राखिदिनु कोही मान्छेले मन परायो भने म यो बेच्छु भनेर कलाघरमा त्यसरी बनाइहाल्छ कलात्मक सामान अनि पेन्टिङ पनि गर्छ नि मान्छेले विभिन्न किसिमको हो त्यो पनि भयो अब यहाँ चाहिँ पुरानो भन्ने कुरो भएन क्या फङमुलगम चाहिँ त पुरानो पहिलाको कुराहरू हो अनि यो जूमा त अब जनावर भयो पुरानो भने कि नयाँ भन्ने त्यसलाई चाहिँ त्यो त पुरानो नयाँ जुनसुकै राख्न सक्छ है थोसगन चाहिँ पुस्तकालयमा अब झुक्किनुहुन्छ फङमुलगन भनेको पहिलाको हाम्रो पनि राणाकालीन मल्लकालीन लिच्छवीकालीनमा के थियो भन्ने कुराहरू हुन्छ नि हो त्यस्तो यहाँ चाहिँ पहिलाको अवशेषहरू हुन्छ कि अथवा दोस्रो विश्वयुद्धमा के भएको थियो यस्तो कुराहरू हुनसक्छ हाम्रो देशमा त छैन हाम्रो देश त भएन होला युद्ध भएको देशहरूले राखिदिन्छ भन्छ एन्सर कुन भयो अब चाहिँ जनावर भएको भएर थोङमुलगन है ल त्यसो 1900 पनि हेरौँ ल थङखुरुल भनेको दिएको हरफलाई इल्गो पढेर नेउगा विशेषाङ्क खथुन गसुल उस्तै कुरालाई खोरसिप्सो छान्नु सौल माटको हरिण हिंसा छुट कार्यक्रम हो डिस्काउन्ट कार्यक्रम अथवा नेपालीमा छुट कार्यक्रम भन्छ है ल त्यसो गरेर छुट कार्यक्रम शिविरवाल भनेको 11 महिना भनेको तपाईँको यो चाहिँ 11 महिनाको 1 गतेदेखि 11 महिना 30 गतेसम्म उन्याङ भनेको सञ्चालन कति महिना रहेछ त 1 महिना है सञ्चालन 1 महिनाभर चाहिँ सञ्चालन हुने रहेछ अथवा तपाईँको त नोभेम्बर हो नोभेम्बर डिसेम्बर भनेको 12 हुन्छ नोभेम्बर पुरै खेरन भनेको अन्डा चाहिँ एउटा किन्यो भने चाहिँ 1000 तीनटा किन्यो भने 2500 छुट सक्छ छैन तीनटा किन्यो भने तपाईँलाई कति छुट हो 500 छुट रहेछ है डिस्काउन्ट अर्को मेरो उयो दुध पहिला कति रहेछ 3000 एउटाको है यसको 3000 रहेछ अहिले कति भयो 2500 कति छुट रहेछ 500 छुट रहेछ यो चाहिँ फेरि अन्डामा चाहिँ एउटा मात्र किन्यो भने छुट छ कि छैन दुधमा चाहिँ एउटा किन्यो भने के त 500 छुट छ त्यस भएर इच्छन 1 भनेको चाहिँ 2001 चाहिँ पाङ हान्के भनेको पाउरोटी एउटा कति छ त्यसमा 2000 यसको पनि 2000 यसको 2000 हैन ल यो चाहिँ छुट छ त छैन अर्को के छ लाम्यान चौचौ हानबोक्जु भनेको एक प्याकेट है एक प्याकेटको पहिला कति छ 1700 अहिले कति छ 1500 कति डिस्काउन्ट छ 200 डिस्काउन्ट ल हामीले चाहिँ गर्दा उस्तै कुरा भनेको छ त्यसबाट उयुरुल भनेको दुधलाई खुमी हामीयान खरिद गर्यो किन्यो भने इच्छन ओबेगवन 2501 चाहिँ हरिन हेजुम्दा छुट गरिदिन्छ 2500 छुट गरिदिन्छ हो त कति हो त 500 जो हो 3000 कुरा 2500 मागो त्यही भएर मिलेन खेरमा गयो अन्डा चाहिँ हान्गेबाट एउटा भन्दा चाहिँ सामगेरुल सानुन गसी तीनटा किन्ने कुरा चाहिँ थ आज छरे भन्दा सस्तो हुन्छ हो तीनटा किन्यो भने चाहिँ सस्तो हुने भयो एउटा किन्यो भने 3000 पर्ने भयो तीनटा एकैचोटि किन्दा चाहिँ 2500 मात्र पर्यो नि त हैन एन्सर कति रहेछ दुई कुरा छ हरिन हेङसन छुट कार्यक्रम चाहिँ त्यो शिविरबल नोभेम्बरको छोकाजी सुरुसम्म पछि पहिलो हप्तासम्म छो भनेको सुरु है सुरुसम्म सञ्चालन गरिन्छ भन्छ हो त अन्तिम माल भनेको अन्तिमसम्म है सुरुसम्म भन्यो तर यहाँ त तपाईँको 30 भनेको माल हो नि त हैन छो छुङ माल चाहिँ थाहा हुनु पर्यो छो भनेको रे सुरु छुङ भनेको मध्य 15-16 गतितिर भन्छ नि अनि माल भनेको अन्तिम घोडा पनि हो भाषा पनि हो होइन छुङ भनेको मध्य भने 15-16 गतितिर हुन्छ है भन्ने हुन्छ नि 15, 16, 17, 18 त्यसलाई चाहिँ हामीले गर्दा छुङ भन्नुपर्छ
जस्तै छोदोङहाक्यो छुङहाक्यो भनेको थियो हैन अर्को थ्याक्यो थियो यहाँ चाहिँ मान हुन्छ अन्तिममा फेरि यहाँ छो भनेको नमिलेको 라면은 चाउचो चाहिँ 한통지 가격보다 एउटाको मूल्य भन्दा एक प्याकेटको मूल्य कति यहाँ चाहिँ 1500 हो 1500 वन भन्छ पाङ 한개 रोटी एउटा थ 삽니다 अझ एउटा छ रोटी एउटा कति हो 2000 सस्तो हुँदा यो झनै महँगो छ त हैन त्यही भएर नमिलेको एन्सर चाहिँ 2 मा आयो सूर्यगिरोल भनेको फोहोरलाई ओल्फारुगे सहीसँग हैन सहीसँग फुल्ली भनेको फुल्ली फेचुल खानु भनेको अलगै डिस्पोज गर्ने अलग डिस्पोज गर्ने खसन कुरा चाहिँ भन्ज्याङ्गल छिकिनुन अब पालन भयो त फेरि के त रक्षा गर्ने छिकिदा भनेको रे वातावरणलाई तपाईको सुरक्षा गर्ने अब कुनै बेला पालन हुन्छ नत्र सुरक्षा हुन्छ के हाम्रो सेङम्याङ भनेको जीवनलाई सुरक्षा गर्ने हाम्रो लाइफ ज्याकेट लाउँछ त खुम्याङ चौकी पढाएको थियो याद छ खुम्याङ चौकी भनेको रे लाइफ ज्याकेट पढाएको थियो त हो यस्तै गरी वातावरणलाई सुरक्षा गर्ने महत्त्वपूर्ण विधि हो भन्छ हैन महत्त्वपूर्ण एउटा विधि हो रे अब जम्मैले ठाउँमा वातावरण दूषित हुन्छ त्यही भएर कुहिनेलाई बेग्लै राख्ने छिटै कुहिने भयो अब जम्मै कुहिने नकुहिने एकवटा राख्ने वातावरण त पुरै गनाएर नसक्ने भयो भनेको उम्सिकबोल भनेको खाद्य वस्तुको फोहोर चाहिँ फेचुल हकी छन् डिस्पोज गर्नु अघि चाहिँ मूलगिरोल पानीलाई छुम्बुनी प्रशस्त मात्रामा जस्तै झोल जस्तो वस्तुलाई पर्याप्त मात्रामा छेगाको हटाएर झोल जस्तोलाई पहिला हटाउने सिचङदेन सुगाथोङे तुगेको कलेक्सन बक्स थोङ भनेको भाडो हैन त्यहाँ चाहिँ यस्तो खालको अलिकति ठुलो राख्दै हुन्छ यस्तो खालको अनि जम्मैले भातको चाहिँ यहाँ यो खोल्न मिल्छ बिर्को अनि सट्ट जम्मैले या तपाईले फाल्नुभयो अर्कोले यहाँ फाल्दै यो बिस्तारै भरिन्छ कि तपाईँ घरमा चाहिँ सानो खालको हुन्छ घरमा सानो भयो अनि हामी दिनदिनै हाल्दै यहाँ फ्याट पनि यहाँ फाल्छौँ यसरी तोकेको ठाउँमा त्यसो भए कलेक्सन बक्समा चाहिँ फर्या हामीले त फाल्नुपर्छ यहाँ ल्याउँदा ढ्याप्प यहाँ फाल्नु पर्यो कति ठाउँमा चाहिँ त प्लास्टिक फाल्न दिँदैन प्लास्टिक लिएर आयो अनि जब यो खोल्दै तपाईँलाई त्यहाँबाट भोमिट आउनलाई जस्तो भइसकेको हुन्छ कति बेला प्लास्टिकको भुत्त फालेर हिँडिन्छ हैन कतिपय हामीले पनि त्यस्तो गरेको थियो तर माथि सिसी क्यामेरा वाच गरेर हुन्छ भोलि पर्सि घरमा आएर डाक्टर ल जरिवाना तिर्छौ कि पुलिस बोलाऊ भनेपछि गर्ने के त जरिवाना तिर्नु परेको परेन पर्छ किनभने तपाईँको हाम्रो घरमा चाहिँ सूर्य थोङ चाहिँ हामीले 2 दिन 3 दिनमै के त हामी के त लिएर प्लास्टिक शुद्ध लिएर यता फाल्छौँ भने हुन्छ यहाँ त पुरा बास्ना डेन्जर आइरहेको हुन्छ नि त हैन यो देख्ने बित्तिकै पुरा प्लास्टिक मिल्काएर हिँड्दैछ नि यो खनाउनुको सट्टामा हैन तर के हो त खासै खनाउनु पर्छ के त्यहाँ चाहिँ ल कलेक्सन बक्समा के हो त फाल्नुपर्छ रे अरुमा छिवलजोङ भनेको त पुनः प्रयोगमा आउने भनेपछि के हो त सिसा कागज प्लास्टिक फलाम हो चेन अनि के हो त हाम्रो कार्टुनहरू हो छेवलजोङ आन्दिरो भने चाहिँ नहुने यस्तो त्यो नभएको भनेको है ल तिनीहरू नपर्ने कुरा चाहिँ इल्बन सूर्यगिरो साधारण फोहोरको रूपमा त्यो बाहेक के तपाईँको कागजहरू बाहेक चाहिँ साधारण फोहोरको रूपमा चाहिँ छरियाको मिलाएर भन्छ है मिलाएर थेयङ भनेको ठुलो फेगिमूल भनेको कबाडी काम नलाग्ने वस्तु भनौँ न जस्तै हामीले के हो त बेन्च डेस्क टेलिभिजन हैन यिनीहरू पलङहरू फेगिमूल स्टिकर भनेको काम नलाग्ने अथवा स्टिकर अथवा यो फेगिमूल भनेको काम नलाग्ने वस्तुको स्टिकर के हो त किनेर टास्नुपर्छ नि पहिला हैन पुछ्या भनेको टाँसेर सिजङथेन छङसोए तोकेको ठाउँमा चाहिँ त्यसो फेचुरा बिन्दुको डिस्पोज गर्छन् अथवा लगेर त्यहाँ राख्नु पर्यो कि स्टिकर भएर लान्छन् अथवा लाँदैन है फेगिमूल स्टिकर यो काम नलाग्ने वस्तुमा टास्ने स्टिकर हुन्छ नि तपाईँलाई नचाहिने वस्तुमा के हो त टास्ने खालको स्टिकर किन्नुपर्छ त्यो स्टिकर चाहिँ हेङजङ फुक्ची सेन्था भनेको प्रशासनिक कल्याण केन्द्र है प्रशासनिक कल्याण केन्द्र अथवा अनलाइन यसो त अनलाइनबाट पनि खुमिहाल्छ त खरिद गर्न सकिन्छ भन्ने है ल त्यसै फोहोरलाई चाहिँ सहीसँग त्यसपछि डिस्पोज गरिने कुरा चाहिँ अलगै यहाँ चाहिँ नभए के भन्नु पर्यो फोहोरलाई चाहिँ सहीसँग अलगै डिस्पोज गर्ने कुरा चाहिँ वातावरणलाई सुरक्षा गर्ने महत्त्वपूर्ण गरेको एउटा विधि हो रे अनि खाद्य वस्तुको फोहोरहरूलाई चाहिँ डिस्पोज गर्नुभन्दा पहिला चाहिँ त्यसको झोल अथवा त्यसको रसहरू चाहिँ पर्याप्त मात्रामा झिक्ने पहिला नत्र तपाईँको प्लास्टिक बोक्दै चुइँदै हिँड्छ बाटोमा गनाउँदै हिँड्छ त्यही भएर अनि यसलाई हटाएर अनि तोकिएको के त्यसको कलेक्सन बक्स अथवा यस्तो भाँडामा चाहिँ फाल्नुपर्छ भन्छ अनि पुनः प्रयोग नहुने भनेपछि तपाईँको कागज यिनीहरू बाहेक भन्नु हुन्छ है त्यो नहुने कुराहरू चाहिँ साधारण फोहोरको रूपमा के हो त यहाँ चाहिँ हामीले के त मिलाएर
त्यसपछि ठुलो खालको फोहोर को वस्तु अथवा तपाईँलाई फाल्नको लागि स्टिकर हुन्छ नि हो थ्याङ फेगिमुल भनेको त ठुलो आकारको फोहोर फेगिमुल स्टिकर भनेको चाहिँ तपाईँको त्यो टास्ने स्टिकर चाहिँ टाँसेर तोकिएको ठाउँमा के त हामीले डिस्पोज गर्छौँ अथवा लगेर राख्छौँ फेगिमुल स्टिकर भनेको यो सामान फाल्दा टास्ने स्टिकर चाहिँ हेङजङ फुक्ची सेन्थ भने चाहिँ प्रशासनिक कल्याण केन्द्र अथवा त्यहाँ गएर वडा कार्यालयमा पनि पाइन्छ हुलाकमा पनि पाइन्छ क्या त मार्टमा पनि पाइन्छ अथवा अनलाइनबाट पनि के त खरिद गर्न सकिन्छ अलिकति धेरै नै एकैचोटि किन्यो भने अलिक डिस्काउन्ट पनि हुन्छ कि चाहिँ यस्तो खालको हुन्छ अनि स्टिकर तपाईँले उक्काउन मिल्छ यो अनि उक्काएर ठ्याक ठ्याक टास्ने हो कि यस्तो खालको एउटा पुरै आउँछ होइन अनि हामीले के अरे एउटा एउटा उक्काउँदै फाल्ने गर्ने कुनै पनि सामान फाल्यो चाहिँ स्टिकर ठ्याक्क टास्ने अनि मात्रै फाल्नुपर्छ ल त्यसो भएर हुमसिङमुल सूर्यकिरण खाद्यवस्तुको फोहोर चाहिँ स्टिकर फुचीको स्टिकर टाँसेर पर्याप्त फाल्नुपर्छ खाद्यवस्तुको फोहोरमा स्टिकर टाँस्नुपर्छ पर्दैन पर्दैन ठुल्ठुलोहरू मात्रै टाँस्ने हो यहाँ भनेको छ है र फेगिमुल भनेको काम नलाग्ने वस्तुको स्टिकर चाहिँ जो टाँस्ने स्टिकर चाहिँ अनलाइन यसो अनलाइनबाट पनि खुमिहाल्छ सुविधा खरिद गर्न सकिन्छ 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 अथवा तपाईँले प्रशासनिक केन्द्रमा गए पनि हुन्छ अनलाइनमा गए पनि भयो है अर्कोमा छेवलजोङ थेनोन पुनः प्रयोगमा आउने अघि भनेर के तपाईँको कागज अनि यो त बोतलहरू सिसा भए होइन फलामहरू भए त्यसमा पुनः प्रयोग हुने मूलजिरोन सामान चाहिँ इल्बान सूर्यगिरो साधारण फोहोरको रूपमा छरियाउँदा मिलाउँछ भन्छ हो त होइन है साधारण फोहोर भनेको चाहिँ तपाईँको छेवलजोङ बाहेक हो नि के त छेवलजोङ आन्दोलनगत भनेको छ नि त्यसमा प्रयोग नहुने चाहिँ हो थ्याङ सूर्यगिरोल भनेको चाहिँ ठुलो फोहोरलाई चाहिँ अनलाइन यसो त अनलाइनबाट पनि खुमिहाल्छ सुधा खरिद गर्न सकिन्छ अब यो ठुलो सूर्यगिरो हामीले किन्छ त किन्दैन होइन ल एन्सर कति रहेछ 2 को रहेछ भनेपछि सबै मिल्यो